आमा नमस्कार सन्चै हुनुहुन्छ पानी खान पाइन्छ अया यसो यहाँ बाहिरबाट आएको बसमा ओर्लेको धेरै धेरै धन्यवाद आमा खोकी लागेको बेला त पानी भन्दा नि बरु चिया पकाउनु भयो भने त चिया मिठो हुन्थ्यो जस्तो लाग्यो त नि दिँदैन ए आगोमा पकाउने हो ओहो ग्यास छैन तार झिक्दै हुनुहुन्थ्यो ए खरानी पाल्नु भएको रहेछ त रक्सी सक्सी त खानुहुन्न खानु भएको छैन खानु पनि भएन नि होइन उयो छालाको जुत्ता लगाइरहनु भएको रहेछ यस्तो चिसोमा त्यो खोल्नु त एकचोटि त्यो लाउनु त यो दाहिने देब्रे रहेछ खोल्नु त तपाईँले नि त्यो अनि त्यो फलाम कार उ गर्दै हुन्छ त्यो कति दिन्छ किलोको 20-25 रुपियाँ हुन्छ अब मलाई बेच्नु नि त त्यो 10 किलो मै किनेर लिएर जानु पर्यो ल ल्याउनु न म किन्छु भने पैसा पनि लिएर आएको छु किन्नलाई मैले त 1000 रुपियाँ बोकेर आएको छु किन्नलाई हाम्रो यहाँ आमा बुवाले चाहिँ अहिलेसम्म चाहिँ दाउरामा बालिरहनु भएको रहेछ ग्यास चाहिँ बाल्नु भएको रहेनछ के ग्यास बाल्ने हो त ल ग्यास चुलो 2022 होला ग्यासको चुल्हाको कति लेला 2022 नै लेला भनेको 4000 जति भयो नि काम हुने रहेछ ल बुवा ग्यास र चुलोको तपाईँको लगभग 4000 मा आउने रहेछ होइन 1 2 3 4 यो 4000 ग्यास र चुलो ल्याउने पैसा खर्च है अनि 1000 रुपियाँ चाहिँ अर्को पालमा आउँदाखेरि चिया खाने दुध ल्याएर चिया खाने खर्च यो चाहिँ यतिले खर्चले चाहिँ ग्यास चुलो फेरि ग्यास र चुलो चाहिन्छ है म अर्को पाल आउँदाखेरि त्यहाँ दाउरे रहेछ भने म त रिसाउँछु नि फेरि